नमस्कार सबैजनालाई। हामीले नेपाली भाषाबाट भोट भाषा र भोट भाषाबाट नेपाली भाषा सिक्न चाहनुहुने जति पनि व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई मध्यनजर गर्दै भिजुअल अडियो प्रकाशन गर्ने प्रयास गरेका छौँ। हजुर, गत हप्ता हामीले प्रकाशन गरेको श्रृङ्खलालाई केही इच्छुक व्यक्तिहरूले राम्रो प्रतिक्रिया दिनुभएकोमा हामी एकदमै आभारी छौँ र आज पनि हामी त्यस्तै श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको श्रृङ्खला रहेको छ भोट भाषाबाट आफ्नो परिचय कसरी दिने बारे। यस श्रृङ्खलालाई पनि उत्तिकै मन पराइदिनु हुनेछ र त्यति नै फाइदा उठाउनु हुनेछ भन्ने आशाको साथ आजको श्रृङ्खला प्रारम्भ गर्नेछौँ। धन्यवाद। हेरेर मन पराइदिनु होला। नमस्कार, चासे दिलेक मेरो नाम पासङ तामाङ हो। गाई मिङ पासाङ तामाङ यिन म 25 वर्षको भए। गा लो निसु चाङा यिन म बौद्ध मार्गी हुँ। गा नाङबा यिन मेरो घर धादिङ हो। गाई फायुल धादिङ रे मेरो परिवारमा 4 जना सदस्यहरू छन्। गाई नाङमी ला मेटाङ सियो म उर्गेन दुर्जे छुलिङ गुम्बामा बस्छु। गा ओगेन दुर्जे छोलिङ कोनपर धुइकियो म 5 कक्षामा अध्ययन गर्छु। गा झिन्टा गा पर लोबजोङ झेकियो मलाई नयाँ ठाउँहरू घुम्न मन पर्छ। गा युलकोर टोछाम ला घापो यो मेरो मन पर्ने खाना दाल र भात हो। गाई खासो कि खालक ढेदाङ डाली रे म किताब पढ्न रुचाउँछु। गा थेप लोग्या ला घापो यो धन्यवाद। थुजी छे।